आज हामी एउटा यस्तो कम्पनीको कुरा गर्दैछौँ जसको रूपान्तरणको कथा साँच्चै भन्नुपर्दा कुनै फिल्मको कथाभन्दा कम छैन। सोच्नुहोस् त, एउटा कम्पनी जो गेमरहरूका लागि चिनिन्थ्यो, आज त्यो आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईको बादशाह बनेको छ। हो, यो एनभिडियाको त्यही अविश्वसनीय यात्रा हो जसले यसलाई आज प्रविधिको दुनियाँको एक सबैभन्दा महत्त्वपूर्ण खेलाडी बनाएको छ। $3 ट्रिलियन 2024मा एनभिडियाको बजार मूल्यले यो आँकडा पार गर्यो। यो यति ठूलो रकम हो कि यसले एनभिडियालाई सिधै एप्पल र माइक्रोसफ्ट जस्ता संसारका सबैभन्दा ठूला कम्पनीहरूको लाइनमा उभ्याइदियो। यो कुनै सामान्य उपलब्धि थिएन, यो त प्रविधिको इतिहासमा एक सुनौलो क्षण थियो। अब सबैको मनमा एउटै प्रश्न आउँछ होला, होइन? कसरी एउटा भिडियो गेम खेल्न चाहिने चिप बनाउने कम्पनी एकाएक पृथ्वीकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बन्न पुग्यो? ल, आउनुहोस् यही रोचक रहस्यको पर्दाफास गरौँ। यो $3 ट्रिलियन को विशाल पहाडको जग कहाँबाट सुरु भयो त? यो जान्नका लागि हामी समयको पछाडि फर्कनुपर्छ। एउटा यस्तो समयमा जब एनभिडियाको सपना आजको जस्तो विशाल थिएन, बरु एकदमै सरल र केन्द्रित थियो। यो कथा सुरु हुन्छ 1993मा 3 साथीहरूबाट, जेन्सिन ह्वाङ, क्रिस मालाचोस्की र कर्टिस प्रिम। उनीहरूको एउटै लक्ष्य थियो, एउटै सपना थियो, भिडियो गेमको दुनियाँमा क्रान्ति ल्याउने। गेमहरूलाई यति वास्तविक र जीवन्त बनाउने कि खेल्ने मान्छेले आफू त्यही दुनियाँमा भएको महसुस गरोस्। र उनीहरूलाई थाहा थियो, यो सपना साकार पार्न एउटै मात्र बाटो थियो, अहिलेसम्मकै सबैभन्दा शक्तिशाली 3D ग्राफिक्स चिप बनाउने। र उनीहरूले गरेरै देखाए। एनभिडियाले बजारमा आउन साथ आफ्नो छुट्टै पहिचान बनायो। सन् 1999मा उनीहरूले GeForce 256 बजारमा ल्याए र यसलाई संसारको पहिलो जीपीयू भनेर घोषणा गरे। यो एउटा यस्तो कदम थियो जसले गेमिङको दुनियाँलाई नै हल्लाइदियो। तर बजारमा उनीहरू एक्लै थिएनन्। त्यसपछि सुरु भयो जीपीयू वार्स। आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी एटीआई, जुन अहिले एएमडीको हिस्सा छ, त्यससँगको 1 दशक लामो रोमाञ्चक लडाईँ। एनभिडिया गेमिङको दुनियाँमा त आफ्नो झण्डा गाड्दै थियो, उनीहरू राजा बन्दै थिए। तर उनीहरूलाई सायद थाहा थिएन कि उनीहरूको भाग्यमा गेमिङभन्दा पनि ठूलो कुरा लेखिएको थियो। भित्रभित्रै कम्पनीले एउटा यस्तो गोप्य हतियार तयार पार्दै थियो जसले भविष्यमा गएर सबै कुरा नै बदल्नेवाला थियो। र त्यो दिन आयो सन् 2006मा। एनभिडियाले एउटा सफ्टवेयर अपडेट जारी गर्यो। बाहिरबाट हेर्दा यो कुनै सामान्य अपडेट जस्तै देखिन्थ्यो, तर यो सामान्य पटक्कै थिएन। यो त त्यो सानो बीज थियो जसले पछि गएर एउटा विशाल रुखको रूप लियो। यो एउटा यस्तो क्रान्ति थियो जसले एनभिडियाको भविष्यको नक्सा नै तयार गरिदियो। त्यो क्रान्तिको नाम थियो कुडा। अब यो कुडा के हो त? सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो सफ्टवेयर प्लेटफर्म थियो जसले जीपीयूको ताला खोलिदियो। यसले डेभलपरहरूलाई भन्यो, यो शक्तिशाली चिप अब गेम खेल्नका लागि मात्र होइन, तिमीहरूले चाहेको जुनसुकै कामको लागि प्रयोग गर्न सक्छौ। र अचानक वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूको हातमा एउटा सानो तर असाध्यै शक्तिशाली सुपर कम्प्युटर आइपुग्यो, त्यो पनि उनीहरूकै डेस्कमा। सोच्नुहोस् त, यो परिवर्तन कति ठूलो थियो। कुडा आउनु अघि जीपीयू भनेको एउटा विशेषज्ञ जस्तै थियो जसले एउटा मात्र काम गर्थ्यो, गेमको ग्राफिक्स बनाउने। तर कुडा आएपछि त्यही जीपीयू एउटा यस्तो शक्तिशाली सुपर कम्प्युटर बन्यो जुन सबैको पहुँचमा थियो र जसलाई जुनसुकै जटिल काममा पनि लगाउन सकिन्थ्यो। ल, एनभिडियाले त एउटा अविश्वसनीय शक्ति तयार पारेर राख्यो, तर वर्षौंसम्म संसारलाई यो शक्ति के काम लाग्छ भन्ने नै थाहा भएन। यो एउटा यस्तो समाधान थियो जसले आफ्नो समस्या खोजिरहेको थियो। अनि अचानक एआईको क्रान्ति सुरु भयो र त्यो क्रान्तिलाई चाहिने इन्धन अरू केही नभएर एनभिडियाले वर्षौं अघि तयार पारेको त्यही शक्ति थियो। यो कुरा सुन्दा अलि अनौठो लाग्न सक्छ, तर कुडाले दिएको यो अपार शक्ति वर्षौंसम्म एउटा यस्तो चाबी जस्तै थियो जसको लागि सही ताला भेटिएको थिएन। अनि जब एआई र डीप लर्निङको विस्फोट भयो, तब मात्र संसारले बुझ्यो कि यो चाबी त भविष्यको ढोका खोल्नका लागि बनेको रहेछ। एनभिडियाको प्रविधि त्यो विस्फोटको लागि सबैभन्दा महत्त्वपूर्ण इन्धन बन्न पुग्यो। त्यसो भए एआईले एनभिडियाको प्रविधिमाथि कब्जा कसरी जमायो त? हेरौँ है। सबभन्दा पहिले 2012तिर एआई अनुसन्धानकर्ताहरूलाई यति धेरै कम्प्युटिङ पावर चाहियो कि उनीहरू हैरान थिए। त्यसपछि गुगल,
मेटा जस्ता ठूला कम्पनीहरूले आफ्नो एआई प्रोजेक्टहरूका लागि एनभिडियाको जीपीयू नै उत्तम हो भनेर रोज्न थाले र खेल त्यति बेला पुरै बदलियो जब च्याट जीपीटी जस्ता विशाल एआई मोडलहरू आए। यस्ता मोडलहरूलाई तालिम दिन हजारौं शक्तिशाली एनभिडिया चिप्स जस्तै A100 र H100 चाहिन्थ्यो र बजारमा उनीहरूको अरू कुनै विकल्प नै थिएन। र यो प्रभाव एआई च्याटबटहरूमा मात्र सीमित भएन। एनभिडियाको प्रविधि त जताततै फैलियो, संसारका सबैभन्दा तेज सुपर कम्प्युटरहरू चलाउन, सडकमा घुड्ने सेल्फ ड्राइभिङ कारहरूको दिमाग बन्न र अझ भनौँ भने मेडिकल क्षेत्रमा डाक्टरहरूलाई क्यान्सर जस्तो रोग पत्ता लगाउन मद्दत गर्न पनि एनभिडियाकै चिप्स प्रयोग हुन थाल्यो। यो पुरै यात्राले हामीलाई फेरि आजको दिनमा ल्याइपेराउँछ र आजको वास्तविकता के हो भने कुनै बेलाको त्यो गेमिङ चिप बनाउने कम्पनी एनभिडिया आज प्रविधिको दुनियाँको निर्विवाद नयाँ राजा बनेको छ। आजको दिनमा एनभिडिया व्यापारको सबैभन्दा विशिष्ट क्लबको सदस्य हो। यस्तो क्लब जहाँ एप्पल र माइक्रोसफ्ट जस्ता दिग्गजहरू मात्र छन्। सोच्नुहोस् त, एउटा सानो गेमिङ चिपबाट सुरु भएको यात्राको लागि यो कति अविश्वसनीय र गौरवपूर्ण उचाइ हो। त्यसैले आज एनभिडियालाई केवल एक चिप बनाउने कम्पनी भन्नु गलत हुन्छ। यो त त्योभन्दा धेरै माथि उठिसक्यो। वास्तवमा एनभिडिया आजको पुरै एआई युगलाई चलाउने इन्जिन हो, त्यो धड्कन हो जसले एआईलाई जीवित राखेको छ। र हरेक महान कथाको पछाडि एक नायक हुन्छ। एनभिडियाको कथामा त्यो नायक हुन् यसका सिइओ जेन्सन ह्वाङ। उनी कम्पनीका सहसंस्थापक मात्र होइनन्, 1993देखि आजसम्म यसको पतवार सम्हालिरहेका कप्तान पनि हुन्। बाल्यकालमा एक आप्रवासीको रूपमा अमेरिका आएर आज सिलिकन भ्यालीकै सबैभन्दा दूरदर्शी नेताहरूमध्ये एक बन्नु उनको आफ्नै कथा पनि कम प्रेरणादायी छैन। संक्षेपमा भन्नुपर्दा एनभिडियाको कथा के हो त? यो एउटा ग्राफिक्स कार्ड कम्पनीबाट एआईको राजा बन्ने एक अविश्वसनीय, लगभग असम्भव लाग्ने रूपान्तरणको कथा हो। एनभिडियाले आजको एआईको जग त बनायो, यसमा कुनै शङ्का छैन। तर हामी सबैलाई थाहा छ, प्रविधिको दौड कहिल्यै रोकिँदैन, यो सधैँ अगाडि बढिरहन्छ। त्यसैले अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। आजको जग त बन्यो, तर भोलिको एआईको जग कसले र कसरी बनाउला?